सबै लोकतान्त्रिक शक्तिहरू वामपन्थी शक्तिहरू मिलेर कार्यगत एकता माध्यमबाट जानुपर्छ र पराजित गर्नै पर्छ प्रतिगमनलाई। सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ। हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य गलत हो। बर्बाद पारेन, अगाडि बढायौँ। छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। सोकल झन्डै 2/3 भनेका भरमा देश विरुद्धको गतिविधि गर्न रोक्न पर्दछ, किन हुँदैन? हामीले सहकार्यको निम्ति एक हुनै पर्दछ। सहकार्यको निम्ति एक हुन ढिला गर्ने मनसाय, ढिला गर्ने इन्टेन्सन राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ। हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौँ अरे। कति झुट, कति फरेक, कति निराधार कुरो गरिराख्नु पर्ने हुन्छ। क्रमभङ्ग तपाईँ क्रमैमा बसिराख्नुभयो भने जानुभयो। हाम्रा धेरै साथीहरू बसिराखेका छन्, बौद्ध भिक्षु रहेछ, घन्टी बजाइराख्छु भनेको छ, अहिले पनि नयाँ जनवादै भनिराखेको छ, त्यही कुरा भनेको छ, त्यसले कहीँ पनि लाँदैन। अहिले परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ। अहिले देशमा समाजवादको निम्ति कम्युनिस्टहरू मिलौँ भन्ने जनमत छ, हामी मिलौँ भनेकै हो। झुटा प्रचारहरू गरेर, हामीले भ्रष्टाचार गऱ्यौँ भनेर झुटा प्रचार गरेर अफवाह फैलाएर हामीलाई बदनाम गर्ने, चरित्र हत्या गर्ने कामबाट विस्थापित गर्ने, बोलाएको संसद रोकेर संविधान विपरीतका अध्यादेश जारी गर्ने यस्तो सरकार। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैन। परिणतिको रूपमा 24 भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाईँ हामीले देखिराखेकै छौँ। यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।